नेपालीको भोट आउँदैछ फेरि तपाईले यो भोटमा अनित थापालाई जिताउने भोटर म यहाँदेखि ठुलो हुँदैन। नेपाली भोटमा हारे भने पनि चिफ एक्जिक्युटिभ हुन्छु, जित्यो भने पनि म एमएलए उठ्ने होला होइन। तर योपालिको भोट चाहिँ तपाईँहरूले आफ्नो गाउँलाई विकास चाहनुहुन्छ कि हुन्न त्यसको भोट हो हेर्नुहोस्। ए भनेपछि गाउँको विकासको भोट हो। त्यसो भने यो बाटो कहिले खनेको? यो बाटो 2023 मा खनेको बाटो। अहिलेसम्म यो विकास भएको हो? यो विकास भएको हो? लु भन्नुहोस् त। हाम्रो दार्जिलिङको नेताहरू नि खालि कुर्सीको लागि लड्छ, गाउँको विकासको लागि लड्दैन। जब भोट आउन आँट्यो नि मुटु ढुकढुक 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 हुन्छ, यत्रो फुलेको जस्तो हुन्छ होइन। त्यति बेला चाहिँ तपाईँहरूको होस खुल्छ गाउँको विकास के भनेर। पहिल्यै सोच्नुहोस् न। अरे भोट जितेपछि कुन्दुलोमा पस्छ। यो बाटो नि 2023 मा खनेको थाहा छ? तपाईँहरूले पहिला सुरु काम गरेर देखाउनुहोस्। काम बुझ्नुभयो? तपाईँहरूले काम गरेर देखाउनु भयो भने नि तपाईँहरूले भोटको लागि त्यस्तो डरलाग्दो कराउनु पनि पर्दैन। तपाईँहरूको साथमा जनता छ। तपाईँले जुन चाहिँ विकासको कुरा गर्नुभयो नि, त्यो जनताले चाहिँ नि तपाईँले गरेको विकासले नै आफसे आफ भोट दिन्छ। कहिले पनि आफूले आफूलाई गुन्जाउनु पर्दैन, गाउँको विकासको लागि भोट भन्नु पर्दैन। तपाईँले काम गरेर देखाउनुहोस् न। अरे जनता तपाईँको साथमा हुन्छ कि हुँदैन रहेछ? पहिला काम गरेर देखाउनुहोस्, त्यसपछि कराउनुहोस्। अहिले भोट आउने बेलामा गाउँको विकासको लागि यस्तो त्यस्तो होइन कि यो विकास हो। मैले धेरै दिनदेखिको देख्दैछु तपाईँहरू खालि कुर्सीको लागि लडाइँ गर्छ। तपाईँहरू नि काम गरेर देखाउनुहोस् कि कसैले केही पनि भन्नु पर्दैन। किनभनेदेखि यो बाटो जाने गाउँको मान्छेलाई पनि त गाडीमा चढ्नु रहर छ। अरे उहाँहरू यो बाटो कालो भयो राम्रोसँगले यो बाटो बन्यो भन्ने त गाडीमा चढ्छ। तपाईँहरूले कराउनै पर्दैन। मलाई भोट दे, यसलाई दे, गाउँको विकास ह्यान त्यान भन्नै पर्दैन। बुझ्नुभयो नि? तपाईँहरूलाई आफसे आफ भोट हाल्छ। जनता साथमा छ। जसले राम्रो काम गर्छ नि त्यसको जहिले पनि जनता साथमा हुन्छ। कुरा बुझ्नुभयो? कोही पनि मान्छे एकैचोटि ओइ म तँलाई सपोर्ट गर्छु, तैँले यस्तो भन् त्यस्तो भन् कसैलाई पनि भन्दैन। आफूले राम्रो सोच राम्रो विचार लिएर आयो भने नि पछाडिबाट ब्याकग्राउन्डमा मान्छे राम्रो मान्छेहरू निस्किन्छ। म चाहिँ त्यही भन्छु। यो बाटो हेरिहाल्नुहोस्। यो बाटो चाहिँ तपाईँहरूले यो भोट आउनुभन्दा अगाडि नै बनाउनु भयो र राम्रो भयो भनेदेखि यो गाउँको जनताहरू सबै तपाईँको साथमा छ। कुरा बुझ्नुहोस्। म कसैको फडमा पनि बोलेको होइन। म कसै नेतालाई पनि ढाल्नु चाहदिनँ, किनभने म एउटा ड्राइभर मान्छे हो। म ड्राइभर गरेर खाने हो। तर यो बाटो राम्रो भयो भने चाहिँ सबैलाई राम्रो हुन्छ। म सबैको हितको लागि बोलेको। हामी जनतालाई नि नेताको अनुहार होइन नि, फेरि काम प्यारो हुन्छ। काम बुझ्नुभयो? जुन चाहिँ नेताले काम गरेर देखाउँछ नि त्यो नेतालाई चाहिँ भन्नै पर्दैन, अवश्य पनि भोट हाल्ने छ। यति भन्दै म तपाईँहरूबाट आज बिदा लिन चाहन्छु। हस्त नमस्ते।